गाइस, मैले चाहिँ आज आँपको खट्टी मिठी बनाउन लागेको हैन। अनि मैले चाहिँ फर्स्ट टाइम बनाउन लागेको हो नि त, त्यही भएर मैले चाहिँ थोरै मात्र आँप ल्याएर ट्राई गर्न लागेको। अनि मैले चाहिँ सुरुमा आँप पखालेँ, त्यस पछाडि त्यसको बोक्रा तासेँ, त्यस पछाडि त्यसको अब त्यो कोया त के अरे लाउने कुरा भएन नि, त्यस भएर मैले आफै दारेँ। अनि दारिसके पछाडि मैले चाहिँ आँपलाई यत्रो यत्रो चाना बनाएर काटिसके पछाडि मैले चाहिँ यसलाई घाममा सुकाउन राखेँ एकछिन। अनि त्यसलाई घामबाट सुकाएर ल्याएँ। अनि त्यस पछाडि यस्तो भयो। अनि मैले मसँग खासै धेरै मसलाहरू थिएन नि, त्यही भएर मैले चाहिँ जिरा र खुर्सानीलाई भुटेर पिसेँ। अनि यता पिस्दै गर्दाखेरि उतापट्टि मैले कराईमा तेल बसाएँ। अनि तेल तात्दै गर्दाखेरि यता मैले पिसेँ। अनि तेल तातेको छ कि छैन भनेर मेथी लागेको तातेको रहेन। अनि मेथी फुरिसके पछाडि मैले सुप हालेँ त्यो अहिलेको आँपलाई हाल्दै अनि त्यसलाई चाहिँ छोप्दै चलाउँदै गरेँ। अनि यस्तो भयो। अनि त्यस पछाडि एकछिन छोप्दै चलाएर मैले चिनी हाल्दै 3-4 चम्चा जति चिनी हाल्दै, किनकि आँप थोरै थियो नि त, त्यही भएर। अनि चिनी हालेर एकछिन चलाएँ। अनि त्यसलाई एकछिन चलाएर फेरि छोपेँ। अनि छोपेर निकाल्दाखेरि अलिक मजाले पाकेको रहेन। त्यस पछाडि अनि फेरि एकछिनमा छोपेर निकालेर यतिको चेक गर्दाखेरि त पाकिसकेको रहेछ। अनि पाकिसके पछाडि मैले ग्यास बन्द गरेर अहिलेको त्यो मसला र खुर्सानीको ढुट्टो हाल्दै अनि हालिदिइसके पछाडि कस्तो हेर्नु न, हेर्दै खाउँ लाग्ने भयो। खै मलाई मात्र यस्तो लागेको हो कि। अनि त्यस पछाडि चलाएर एकछिन सेलाउनलाई राखिदिएँ। अनि मेरोमा चाहिँ फेरि बट्टा थिएन, कुनमा लाउने। अनि मकै हालेको बट्टा खन्याएँ, नुन हालेको बट्टामा लाउन भने फेरि एकछिनमा त्यो पनि भएन, थोरै भयो नि त। अनि ठुलो बट्टा भयो नि, त्यही भएर फेरि एकछिनमा मैले मसला हालेको बट्टा खन्याएर त्यसमा हालेँ। अनि त्यहाँदेखि वाउ कस्तो दामी, हेर्दाखेरि है खाउँ लाग्ने। अनि एक पिस झिकेर मैले खाएको, कस्तो दामी है। ल, थ्याङ्क यू, बाई बाई।